यसो बिदाको बेला केही लेख्छु, केही काम गर्छु, फ्रुटफुल काम गर्छु भनेर बस्यो है। छटपटी भएर के काम भएर तातो पिरो अमिलो खै। त्यसैले मसँग आज यहाँ छ नेपाली पाउको तातो पिरो अमिलो नेपाली पाउ। यदि हजुरहरू पनि कोरियामा बस्दै हुनुहुन्छ र मलाई जस्तै छटपटी भएको छ, के खाम भएको छ भने हजुरहरूले पनि नेपाली पाउबाट मिठो पाउ लिन सक्नुहुन्छ है। क्रेभिङ्स भएको छ भने नेपाली पाउबाट धेरै प्रकारको पाउहरू पाउन सक्नुहुन्छ, 10-12 थरीको। मलाई चाहिँ नेपाली पाउबाट 2वटा पाउ सेन्ड गर्नु भएको छ। उहाँहरूको चाहिँ यो कोरियामै बेस्ट हो है। कोरियामा हुनुहुन्छ भने सबैले अनलाइन अर्डर गर्न सक्नुहुन्छ। उहाँहरूले सानो स्विट मेसेज पनि लेख्नु भएको रहेछ। टु प्रभा गुरुङ, थ्याङ्क यू, हेभ अ गुड डे। म एकचोटि ट्राई गर्छु है उहाँहरूको पाउ कस्तो छ भनेर। यो चाहिँ रङ्गिला पाउ हो। मलाई चाहिँ ड्राईमा चाहिँ एकदम स्विट एन्ड स्पाइसी वाला चाहिँ मेरो फेभरेट हो कि होइन, त्यही भएर मैले यो चाहिँ भनेको थिएँ। यो पठाइदिनु भएको छ एउटा। मिठो छ। काम गर्दाखेरि हजुरलाई रिफ्रेस हुन्छ। अब चाहिँ म उहाँहरूको अर्को पाउ ट्राई गर्छु है। यो पाउ चाहिँ झोल आफै झोलवालामा हो। मैले चाहिँ एउटा ड्राई एउटा झोल भनेको थिएँ है। झोलवाला चाहिँ कस्तो छ है, वाउ, जुसी छ है एकदमै। सक्क अब मेरो काम गर्नुपर्ने थियो। काम गर्दै खाँदै काम गर्नु पर्यो। एकदम स्पाइसी मिठो छ है। अब त एकदमै मिठो भयो है। हजुरहरू पनि कोरियामा हुनुहुन्छ र फ्रेस नेपाली पाउ खान चाहनुहुन्छ भने हाम्रो नेपाली पाउले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हजुरहरूले पाउको लागि चाहिँ माथि दिएको फोन नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ र इन्स्टाग्राम, फेसबुक र टिकटकमा रहेको नेपाली पाउ पेजलाई फलो गरेर उहाँहरूलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। यो पाउको लागि चाहिँ हजुरहरू कुनै पनि मार्ट भिजिट गर्नु पर्दैन। जस्ट अनलाइनमा हजुरहरूले माथि दिएको फोन नम्बर र पेजमा कन्ट्याक्ट गर्नुहोला र कोरियामै हजुरहरूको होम डेलिभरी हुनेछ है। थ्याङ्क यू फर सेन्डिङ दिस स्विट एन्ड डेलिसियस पाउ टु मी। थ्याङ्क यू नेपाली पाउ। सी यू अगेन।